हेलो साथीहरू, वेलकम टु माई भ्लग। आज चाहिँ म नयाँ कुमार यातायात लिएर आइसकेको छु होइन। साथीहरू देख्न सक्नुहुन्छ यो गाडीमा चाहिँ मेरो आफ्नै फोटो रहेको छ क्या। हिजो ट्राई गरेको राख्नलाई, अब फोटो पनि राख्न मिल्दो रहेछ होइन साथीहरू। यदि तपाईँहरूलाई पनि चाहिन्छ भने कमेन्टमा कमेन्ट गर्न नबोल्नु होला है। ल, मेरो यो गेम भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु। साथै भिडियो मन परेमा एक लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न सक्नुहुनेछ है। ल, अब चाहिँ हाम्रो यात्रा सुरु हुँदैछ। म चाहिँ अब लेफ्टतिर जाने प्लानमा छु। अब चाहिँ एकैपटकमा त कट्दैन होला, ब्याक गर्नु हो होइन, कटिहाल्छ। साथीहरू देख्न सक्नुहुन्छ है। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है त, नआत्तिकन भन्न चाहन्छु होइन। आज चाहिँ मोबाइल पनि अलि ह्याङ भइदिएको, अड्किने रहेछ क्या भिडियो। किन खै, मोबाइलको पनि स्टोरेज धेरै छैन। यति ठुलो गेम चाहिँ अलि खेल्न गाह्रो पर्छ नि त, त्यही भएर अब चाहिँ म लागिसकेको छु है यात्रातर्फ। मोबाइल चाहिँ अलिक स्लो नै छ, के गरौँ। त्यति राम्रो कुदाउनु त आउँदैन, त्यही पनि कुदाउन मन लाग्छ है साथीहरू। के भन्नु, अब फेरि गाडी ठोकिसक्यो। फेरि थोरै ब्याक गरेर फेरि अगाडि लाग्नुपर्छ। साथीहरू, तपाईँहरूलाई भिडियो कस्तो लाग्छ? मेरो भिडियो दैनिक आइन त आइ नै रहन्छ, हेर्नुहुन्छ कि हुन्न साथीहरू? त्यो चाहिँ मलाई जान्न मन छ है। भिडियो जे जस्तो भए पनि भिडियो चाहिँ हेरिदिनु होला भन्न चाहन्छु है साथीहरू। यहाँनिर चाहिँ मोबाइल फेरि हानिसकेको, अनि फेरि लेफ्ट लिन खोजेको मैले चाहिँ ठोकिसकेँ यार पोलमा। फेरि ब्याक गर्छु। अब चाहिँ कुदाउँ है। अब बाटो कहाँनिरसम्म छ थाहा छैन, म्यापमा धेरै त छैन है। त्यही पनि जहाँसम्म छ त्यहीसम्म जाउँ, नभए फेरि फर्किआउँला होइन। ल, ए गाडी अड्यो ठोकियो क्या अगाडिसँग। ब्याक गरौँ है थोरै, अगाडि बढौँ। अगाडिको गाडी अलि हतारमै देखिरहेको छ होइन। के गर्नु, बाटो गाडीलाई मोड्नै पुग्दैन यार। गाडी हुन्छ अब फुल स्पिडमा, अब के गर्नु, फुल स्पिडमा अब झ्याप्पै मोड कटाउन गाह्रो परिहाल्छ नि। यहाँनिर चाहिँ बाटो यतिसम्म मात्रै रहेछ है साथीहरू। फेरि फर्काउँछु ल। गाडी चाहिँ अब फर्काइ नै सक्यो भनौँ न। फेरि ट्र्याकमा आइसकेको छ। फेरि यहाँदेखि पनि हेर्छौँ है हामी। यहाँदेखि माथि गएर लेफ्ट लिने भनेको होइन। अब के हुन्छ, बाटो पनि अलि उकालो नै रहेछ यार, तान्दैन। तर साथीहरू, मैले आजसम्म चाहिँ अन रोडमै कुदाएको मात्रै भिडियो हालिरहेको छु। अब अफ रोडमा कुदाएको भिडियो पनि हाल्छु है बिस्तारै। म म्याप राखिराखेको छु, तर के भन्छ, ठ्याक्कै मिल्ने म्याप चाहिँ भेटाउँदैन नि। कुनै म्यापहरू चल्दैन नि त, अब मोबाइलले पनि सपोर्ट गर्दैन, गेमले पनि सपोर्ट गर्दैन। त्यही भएर साथीहरूलाई पनि आफैले म्याप राख्न चाहनुहुन्छ भने कृपया कमेन्टमा कमेन्ट गर्नु नभुल्नु होला है त। अब हामी चाहिँ गाडीले चाहिँ अलि स्लो नै जानिरहेको छ। पिकअप पनि धेरै छैन, गाडी फेरि रिपेयर गर्नु पर्ला जस्तो छ। अब चाहिँ लेफ्ट लिने भनेको होइन साथीहरू, लेफ्ट लिन्छ है त बिस्तारै स्लोमा। गाडी ठोक्यो भने फेरि स्पिड जाँदैन नि त साथीहरू। तपाईँको गेममा पनि अब यो स्पिड कम हुन्छ होला होइन, तपाईँहरूको बिस्तारै अब अरू गाडी जति किन कुद्दैन भन्नेसम्मको हुन्छ होला होइन। तपाईँको माथि चाहिँ गाडीको हेल्थ हेर्नुपर्ने हुन्छ, कति छ त्यही अनुसारले हो क्या। गाडीको हेल्थ चाहिँ जति बढी भयो त्यति नै राम्रो कुद्ने हो क्या। जस्तो तपाईँको लास्ट भने 19% हेल्थ आयो भने चाहिँ तपाईँको गाडी एकदम स्लो कुद्छ क्या। तपाईँको गाडी नर्मल्ली 48 भन्दा बढीको स्पिडमै जाँदैन। मलाई पनि पहिला यो समस्या आएको थियो। मैले चाहिँ अब बिस्तारै आफैले थाहा पाएको क्या। पत्ता लगाउँदै जाँदा अनि फेरि गाडी रिपेयर गर्नु पर्दो रहेछ होइन। अब यहाँनिर चाहिँ एकछिन रोकौँ गाडी। ब्रेक तातिएको छ जस्तो छ होइन। यहाँनिरबाट एकछिनमा हिँडौँला। अब चाहिँ हिँडिसक्यौँ। अब मैले भनेर त नहुने, अब गुरुजीले चाहिँ कुदाइ नै हाल्नुहुन्छ होइन। अगाडिबाट फेरि ट्रक आएको छ। स्लो गरौँ। ए ठोक्यो। फेरि बिस्तारै गइ नै रहेको छ होइन।
गइ नै रहेको छ साथीहरू, देख्न सक्नुहुन्छ होइन। ल कुदि नै रहेको छ गाडी त, अर्को गाडी फेरि आइसकेको छ। यो म्याप पनि अब कति छ हेरौँ, जानुपर्छ फेरि बाहिर गयो यार, बाहिरबाट नि आइसकेको छ, ट्र्याकमा आइसकेको छ हुन त। साथीहरू तपाईहरूलाई मेरो भिडियो कस्तो लाग्छ कृपया मन परेमा एक लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नभुल्नु होला भन्न चाहन्छु होइन साथीहरू। के गर्नु, हेर्दाखेरि त दामीको बाटोहरू पनि देखि नै रहेको हुन्छ होइन, तैपनि के गर्नु, बाटो चाहिँ एकदम छोटो हुन्छ अफरोड भए पनि। फेरि अगाडि आएर गाडी अड्किया छ, अब मलाई डुबाउने भयो। अब फेरि बढौँ अगाडि, ठोक्कि नै सक्यो, अब के नै पो हुन्छ र, जानु त परिहाल्यो होइन। के गर्नु साथीहरू, गाह्रो छ, गाडी आएको आइ गर्छ होइन, हाइवे हो। यो हाइवेको नाम चाहिँ के राखिदिउँ त, एउटा के हाइवे राख्नुपर्छ क्या। ल साथीहरू हेरौँ, लेफ्ट जाउँ, फेरि लेफ्ट गएर कहाँनेरिसम्म चाहिँ पुगिन्छ है थाहा छैन त्यो त। अब बिस्तारै हेरौँ कहाँनेरि पुगिने हो। बाटो धेरै लामो रहेनछ है, छोटो रहेछ साथीहरू। एकछिन त्यहीँनिर पुगेर एकछिन अब बाटोको अवलोकन त हुने होइन र, त्यही नै गर्नुपर्छ जस्तो छ होइन साथीहरू। हामी चाहिँ के भनौँ, ए गाडी चाहिँ जाम छ क्या यार साथीहरू, ओभरटेक गर्छु भनेको गर्नै पाउँदैन भने। फेरि पनि अब चाहिँ अब चौतारीमा एकछिन अब खुल्ला ठाउँमा यसो न आफै गाडीलाई घुमाउनु पऱ्यो। देख्न सक्नुहुन्छ गाडीमा अब फोटो पनि देखि नै रहेको छ। बिस्तारै अगाडि लैजाउँ, अगाडितर्फ बढाउँछु म चाहिँ। गाडी पनि देख्न सक्नुहुन्छ है साथीहरू, मेरो फोटो नै देखिरहेको छ साथीहरू। मेरो यो फोटो चाहिँ जताको त युज भएको छ है। मेरो अब अरू चाहिँ म खासै फोटो खिच्दैन कि, यस्तै खालको मात्रै फोटो खिच्छु, त्यही भएर एउटा मात्रै छ नि। यो गाडीमा पनि मैले एउटा मात्रै फोटो राखेँ क्या। अब बिस्तारै अब पत्ता लगाउँदैछु म पनि यो गाडीमा नेमहरू राख्ने, अनि के कसरी हुन्छ पत्ता लगाउनु छ मैले होइन। ल गाइजहरू यति नै भन्न चाहन्छु म। भिडियो कस्तो लाग्छ कृपया मन परेमा एक लाइक कमेन्ट सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। साथै साथ सपोर्ट र माया गरिदिनु होला भन्न चाहन्छु है त साथीहरू। अब हाम्रो यात्रा आजको यति नै हो लगभग होइन, यात्रा सकिसकेको छ, गाडी चाहिँ एकछिन रोकिन्छ होइन। ल गाइजहरू हस् त, बाई बाई।